नमस्कार सबैजनालाई। भर्खरै मात्र मेरो यो राजमाता उपन्यास प्रकाशित भएको छ। यसको कुरा गर्दाखेरि कहाँबाट रचना गर्वको कुरा गर्दा मेरो चाहिँ फागुन महिनामा 5-6 वर्ष अगाडिको कुरा। मेरो योगमाया लोकार्पण भयो र लोकार्पण भएर आएकै दिन राति भन्छु म, राति आमाले मलाई भन्नुभयो, नानी अब जनताको इतिहास, अब त्यहाँ कुराहरू भयो, योगमाया चाहिँ जनताको इतिहास भनेर। अनि आमाले के भन्नुभयो भने आमाहरूको अरू पनि खोजी हुनुपर्छ, त्यसले गर्दाखेरि इतिहासमा चाहिँ भएका आमाहरूको जुन नारी पात्र हुनुहुन्छ उहाँहरूको चाहिँ खोजी गरेर चाहिँ उपन्यास लेख भनेर भन्नुभयो। त्यसमा केही त्योभन्दा केही विस्तृत कुराकानी पनि भए र अन्तिममा चाहिँ उहाँले के भन्नुभयो भने आमाहरूको उपन्यास लेख, राजमाता भन्ने उपन्यास लेख भनेर भन्नुभयो। वास्तवमा म यो योगमाया पनि अनुसन्धानमा आधारित उपन्यास थियो। अनि म तत्कालै अब विमोचनकै दिनै अर्को विषयमा प्रवेश गरिहाल्ने मेरो खास त्यस्तो सोच पनि थिएन खासै भन्यो भने। र विषय पनि मैले यो राजमाता बारेमा लेख्छु भन्ने मेरो कुनै अब योजना नै थिएन। अनि आमाले भनिसकेपछि अनि मैले हुन्छ भने एकदम आज्ञाकारी छोरी भनेर हुन्छ भने। अनि त्यसपछि चाहिँ मैले पुस्तक, अब मलाई फर्किनु पर्ने, अमेरिका जानुपर्ने थियो। अनि मैले पुस्तक जम्मा पार्नको लागि मैले ढिलो गरिनँ। अनि पुस्तकहरू के छ त इतिहास सम्बन्धी भनेर इतिहासका पुस्तकहरू खोज्नतिर लागेँ। र बाँकी समय मैले चाहिँ इतिहासविदहरू, पुरातात्विकविदहरूलाई चाहिँ मैले भेट्न थालेँ र केही स्थानहरू पनि मैले फर्किनु अगाडि गएँ, म पुगेँ। र फर्किसकेपछि मैले अध्ययन सुरु गर्दै थिएँ। अध्ययन सुरु गर्दा गर्दै कोभिड-19 बन्दाबन्दी सुरु भयो केही पछाडि। र भइसकेपछि म केही समयको लागि यो उपन्यास मैले लेख्नलाई चाहिँ थाती राख्नु पर्यो। अझै भन्नुपर्दा त के भएको थियो भने मेरो एउटा आफ्नो मनमा भएको आएको त्यो विचलन भनौँ या चाहिँ तनाव भनौँ, त्यति बेला कोभिडको बेलामा हामी को बाँच्छौँ को मर्छौँ त्यसको चाहिँ कुनै थाहा थिएन, निश्चित थिएन। र त्यसमाथि पनि अमेरिकामा रहिरहँदा र मेरो श्रीमान चाहिँ स्वास्थ्य क्षेत्रमा काम गर्ने भएको हुनाले बन्दाबन्दी भएर घरमै बसे तापनि, अरू घरमा रहेको भए पनि, क्वारेन्टाइनमा बसिरहेको भए तापनि मेरो श्रीमान चाहिँ काममा जानु पर्थ्यो र काममा पनि फेरि कोभिडको बिरामीको चाहिँ सेवा गर्न जानु पर्थ्यो। अनि त्यस्तो बेलामा त झनै आफ्नो जीवन चाहिँ अब सकिन्छ, आज सकिन्छ कि भोलि सकिन्छ त्यस्तो हुँदो रहेछ। त्यस मनस्थितिबाट, त्यस्तो परिस्थितिबाट गुज्रिरहेको बेला थियो। मैले पढ्दा पढ्दै यसलाई चाहिँ मैले थाती राखेँ र केही समय त मैले केही पनि लेख्न सकिनँ। र अलि पछाडि मसँग अलि अगाडि नै अध्ययन गरेको एउटा विषय थियो, त्यसमा चाहिँ मैले कलम चलाएँ, द्रौपदी अवशेष उपन्यास लेखेँ। र त्यसपछि बल्ल अनि मैले यो उपन्यासतिर चाहिँ लाग्न सकेँ। र अध्ययन बिचमा चाहिँ हुन त मैले आफ्नो हृदयमा, मनमा, मस्तिष्कमा पात्रलाई बोकेको त लामो समयसम्म पात्र बोक्नु पर्यो र भेटिएका सामग्रीहरू पनि मैले भेला गर्दै गर्दै गएको थिएँ। त्यसमा चाहिँ त्यति बेलैदेखि भेला गर्थेँ, किनभने यो त मेरो लेख्ने सोचमा आइसकेको थियो। बेला बेलामा आमाले सोध्नुहुन्थ्यो कहिले सकिन्छ त उपन्यास भनेर। र मैले चाहिँ अझै त्यसै बिचमा भन्नुपर्छ, मैले यो उपन्यासको बिचमा धेरै अवरोधहरू आए। एउटा चाहिँ कोभिड-19 आयो, त्यसपछि मैले 2 पटकसम्म मेरो शरीरको चाहिँ शल्यक्रिया पनि भयो, अपरेसन भयो। अनि त्यसपछि चाहिँ मैले लेख्दा लेख्दै अब पुरा गर्छु भन्ने लागिरहेको थियो। मैले जसले मलाई उपन्यास लेख्न लगाउनु भयो, मैले आमालाई पनि गुमाएँ। र यस्ता व्यवधानका बिचमा पनि मैले चाहिँ पछि चाहिँ फेरि यसलाई पूर्णता दिएँ। र त्यसै बिचमा म यसकै अध्ययनको सिलसिलामा पनि आएर अपुग सामग्रीहरू भेला गरेर लिएर गएँ। स्थलगत अध्ययनकै क्रममा म मेरा पात्रहरू, हुन त यो मल्लकालीन समयबाट सुरु भएको छ यसमा। हामी अलिकति लिच्छिविकाल पनि परिचयको रूपमा टेक्छौँ, तर चाहिँ विशेष गरी मुख्य पात्र चाहिँ मल्लकालीन समयमा। र मल्लकालीन समयको मेरो पात्र पहिलो च्याप्टरमा देवलदेवी पात्र हुनुहुन्छ। उहाँसँग जोडिएको भूभागमा चाहिँ पुगेँ, उहाँले टेकेका भूभागहरूमा पुगेँ। जस्तै सिमरौनगढ पुगेँ, त्यसपछि भक्तपुर भयो। यहाँका चाहिँ जुन पात्र हिँडेको ठाउँ चाहिँ यहाँको बच्चा पऱ्यो होला भन्ने ठाउँमा चाहिँ, अथवा परेको देखिएको ठाउँमा चाहिँ म त्यो ठाउँ चाहिँ पहिलाउँदै पुग्ने कोसिस गरेँ। त्यसपछि अर्को चाहिँ मेरो कथा जोडिएको छ पछि गएर जुन गोर्खा राज्यका केही महारानीहरूमा चाहिँ अथवा चाहिँ राजमाताहरूमा गएर चाहिँ कथा जोडिएको छ। त्यस कारणले गर्दा म कथा जुन गोर्खा राज्य कसरी सिर्जना भयो, कसरी गोर्खा राज्य द्रव्य शाहबाट चाहिँ शाहवंशीय राजकुल सुरु भयो गोर्खामा, त्योसँग जोडिँदै जाँदा पछाडि गएर मैले चाहिँ राजमाताहरूमा 2 जना
मुख्य पात्रको रूपमा पृथ्वीनारायण शाहको हजुरआमा र पृथ्वीनारायण शाहको आमालाई चाहिँ मैले केन्द्रीय पात्रको रूपमा चाहिँ मैले प्रस्तुत गरेको छु। यहाँ मलाई एउटा प्रश्न पठाउनु भएको थियो, यो उपन्यास अब लेख्ने उद्देश्य त मैले यहाँहरूलाई भनि नै हालेँ। पहिलो त मेरो आमाको इच्छा थियो, त्यस कारणले गर्दा लेखेँ। अर्को चाहिँ यो विषयवस्तु खोज्दै जाँदाखेरि ओहो यो विषय त पढ्नै पर्छ हामी नेपालीले, किनभने मलाई इतिहासमा रुचि भएको मान्छेलाई पनि मलाई त्यति धेरै जानकारी थिएन। त्यस कारणले गर्दा यो आख्यानको रूपमा भए पनि इतिहासलाई चाहिँ जानकारीमा राख्नुपर्छ भन्ने लाग्यो र त्यसमा पनि अझै महिलाले दिएका योगदान हामीले बुझ्नुपर्छ भन्ने पनि लाग्यो र चाहिँ मैले उपन्यासलाई पूर्णता दिएँ। व्यवधानको कुरा मैले भनि नै हालेँ। चुनौतीको कुरा गर्दा घरभन्दा म नेपाल घर देशभन्दा बाहिर बसेर किताब लेखिरहनु परेको हुँदा मलाई अलिकति समयको कारणले गर्दा अथवा विषयवस्तु सामग्री सङ्कलनको पक्षबाट हेर्दा विभिन्न पक्षबाट अलिकति मलाई कठिनाइ भएको थियो। तर त्यसका बावजुद पनि मैले लेख्न सफल भएँ। र अर्को चाहिँ कठिनाइ भनेको सर्वविदितै छ। अलिकति पुरुषलाई भन्दा महिलालाई लेख्न चाहिँ अलिकति गाह्रो नै छ आजसम्म पनि। त्यसका कारणहरू त मैले औँलामा गनिरहनु पर्छ जस्तो लाग्दैन। त्यस कारणले गर्दा हुन त मेरो घरमा चाहिँ साहित्यलाई बुझिदिने, मलाई बुझिदिने, मेरो कलमलाई बुझिदिने मेरो परिवार हुनुहुन्छ। त्यति हुँदै पनि अलिकति मैले चाहिँ यसलाई लेख्न चाहिँ कठिनाइ भएकै हो। त्यस कारण समग्रमा अरू नारीहरूलाई जसरी चाहिँ अलिकति अप्ठ्यारो आइपर्छ त्यस्ता अप्ठ्याराहरू पक्कै पनि म ले चाहिँ फड्केर हिँड्नु पर्यो अथवा नागेर हिँड्नु परेकै हो। तर फेरि यति भनिरहँदाखेरि मेरो परिवारबाट मलाई साथ नभएको चाहिँ होइन। पूर्ण रूपमा चाहिँ मलाई मेरो छोराले पनि साहित्यसँग उनलाई चाहिँ रुचि हुने अथवा सम्बन्ध भएको कारणले गर्दा र मेरो श्रीमानबाट पनि अथवा अर्को बच्चाबाट पनि अथवा मेरो अन्य परिवारबाट पनि मलाई साथ भयो र त साथ पाएको कारणले गर्दा मैले यसमा लेख्न सकेँ। र त्यसको साथसाथै नेपालबाट पनि मभन्दा अगाडि जसले चाहिँ इतिहासका मा चाहिँ कलम चलाउनु भएको छ अथवा चाहिँ त्यसलाई चाहिँ उत्खनन गर्नु भएको छ, हाम्रो सामु संशोधन गर्नु भएको छ, त्यस्ता इतिहासविदबाट पनि मैले धेरै नै सहयोग प्राप्त गरेँ। उहाँहरूले मलाई सामग्री उपलब्ध गराउनु भयो निर्धक्कसँग। त्यस्तै अन्य जुन पुस्तक पसलहरू पनि भन्छु म, केही पुस्तक पसलले त पछिल्लो समय निस्केका पुस्तकहरू चाहिँ विमोचनै नभइकन सुटुक्क मलाई पठाइदिनुहुन्थ्यो। अनि मैले त्यो चाहिँ त्यसरी पनि मैले प्राप्त गरेको छु केही। त्यस कारणले गर्दा पुस्तक पसल भनौँ, इतिहासविद भनौँ, पुरातात्विकविद भनौँ अथवा चाहिँ साथीभाइहरू उहाँहरूले चाहिँ मलाई नेपालबाट सामग्री पठाउन, कुनै चाहिँ भिडियो नै पठाउनको लागि पनि मलाई धेरै सहयोग गर्नुभएको छ। र त्यसको साथसाथै म 3 पटक विभिन्न क्षेत्रमा जस्तै लिगलिग अथवा चाहिँ चेपे अथवा चाहिँ गोर्खा, तनहुँ, लमजुङ, मकवानपुर, सिन्धुलीगढी, जितगढी अथवा चाहिँ अझै म नालापानी पुग्नको लागि विभिन्न ठाउँहरू पुग्नको लागि चाहिँ मलाई चाहिँ परिवारले पनि साथ दिनुभयो, साथीहरूले साथ दिनुभयो। र त्यसरी पुगेर अध्ययन गरेर मैले जुन भौगोलिक अध्ययन गरेँ अनि त्यसपछि गएर मैले चाहिँ प्रकाशित मसँग शिलालेख पढ्ने चाहिँ मसँग लागत छैन। तर जे जति चाहिँ पुरातात्विकविद इतिहासविदहरूले राख्नु भएको लेख्नु भएको कुराहरूबाट मैले चाहिँ निकालेर मैले भन्नुपर्दा कस्तो लाग्छ भने मलाई मेरो आख्यानको लागि चाहिँ मैले त्यसलाई चाहिँ एक प्रकारको मथेर मैले चाहिँ यो मैले वास्तव भने मैले कल्पना गर्दाखेरि चाहिँ यो एउटा नौनी निकाले जस्तो लाग्छ मलाई। त्यो हिसाबमा चाहिँ मैले अब प्रस्तुत गरेको छु। त्यो नौनी चाहिँ कस्तो बनेको छ भन्ने कुरा त पाठकले अब पढिसकेपछि थाहा पाउने कुरा हो। र मैले गर्नु सक्ने मेहनत र गर्नुपर्ने मेहनत मैले इमान्दारीका साथ यसमा गरेको छु र पाठक प्रतिक्रियाको पनि म सधैँ अपेक्षा गर्छु।